ल अब चाहिँ लाग्यो यो कतार एयरवेज ठुलो पो छ त ल लाग्यो मेरो भनेको अब एफ कति F3 भनेको यहाँ रहेछ पर्यो बिजनेस क्लासमा F3 आएको रहेछ बिजनेस क्लास भएपछि यस्तो सेवा आइहाल्दो रहेछ जुस टट्टो लाएर Ladies and gentlemen, event of loss of cabin pressure and ensure that your water face covering is wearing one prior to putting on the drop-down oxygen. We have extra virgin olive oil, balsamic vinegar, tomato chili. Which one would you prefer? So much. Tomato juice. यहाँ रहेछ मरिनर लन्च है त अब यो मरिनर लन्च हो यो चाहिँ मरिन लन्च रहेछ जे खाए पनि हामीलाई फ्री नै छ के खाने भन्ने कुरो हो एक्सप्रेसो खानु पर्यो अमेरिकन एक्सप्रेसो ठीक छ बोतलमा खान्न पानी जुस मरिन लन्च भइगयो ल म चाहिँ एकछिन बाहिरतिर यसो अब घुमेर आउनु पर्यो लन्चबाट निक्लेँ आउँछु एकछिन फेरि लन्च भिजिट CDC बवाल रहेछ यताबाट जाउँ यो जङ्गल कता पो छ हौ जङ्गल एरिया जानु पर्यो जङ्गल एरिया भन्छ हेर्नु होला अब म जङ्गल एरिया जान्छु यहाँबाट सरर घुमेर जङ्गल एरियातिर म जान्छु कहाँबाट हो भन्ने कुरो है त वाह
यो चाहिँ यहाँको आकर्षक रहेछ हौ के भन्छ यसलाई साथीभाइहरू ल सोध्नु पर्यो एक्सक्युज मी सर I saw somewhere there is the one forest, you know, forest garden. In which way should I have to go? Straight over there? Thank you, sir. पछि हामी चाहिँ परतिर जानुपर्ने रहेछ CDC-बाट यतातिर जान्छु त्यहाँ चाहिँ फरेस्ट छ अरे त्यहाँनिर गएर देखाउँछु है तपाईँ साथीहरूलाई वाह 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 बवाल छ त है दामी छ यो चाहिँ यहाँको एकदम आकर्षक जग्गा रहेछ कि हेर्दाखेरि अब म फरेस्ट गार्डनतिर जान्छु है त मजाको ठाउँ छ त यो त कतार एयरवेजबाट आइयो कतार एयरपोर्टको सुविधा चाहिँ राम्रो लाग्यो हेर्दैछु म अब यहाँबाट कता जाने भन्ने कुरा त्यो गार्डन पुगेर तपाईँहरूलाई देखाउँछु है म अबको नेक्स्ट एपिसोड चाहिँ गार्डनतिर जान्छु म के मजा आएको रहेछ त हौ ल साथीहरू अब के कुरा गर्ने चिजबिजहरू पनि बवाल छ राम्रो छ यस्तो ल एकदम बवाल छ नेपाली हो क्या ब्रदर नेपाली हो आज कतार पनि आयो हजुर अब मजा लिनु पर्यो नि त 4-5 घन्टा है ल अब यो चाहिँ यहाँको स्पेसल फरेस्ट के छ पिस अफ माइन्ड आमा लु यो रहेछ नि त यहाँको त यहाँको मजाको जग्गा चाहिँ यही रहेछ क्या स्पेसल चाहिँ अब गार्डनहरू हेर्नु होला यति मात्रै छ र यहाँ यस्तो दामी छ नि रुखहरू हो के भन्नु संसार त यहाँ पो रहेछ त बाफ्रे हट्टरी ल कतारको ड्युटी फ्री यस्तो छ रहेछ पर्फ्युम कलेक्सन रहेछ पर्फ्युम कतार के हो यो मेरो फेभरेट हो यो चाहिँ फ्लाइट स्क्यान गरेर चेक गर्ने सिस्टम रहेछ म स्क्यान गर्छु है त मेरो कहाँ छ स्क्यान गरियो यहाँ E5 2035 बोर्डिङ टाइम
ओपन भएको रहेनछ। ओरियोको त यहाँ त क्याफे नै रहेछ नि त, ओरियो बिस्कुटको। दोहामा ओरियो व्यापक रहेछ नि त ओरियो त।